हामीले रुमाललाई चाहिँ पानीमा भिजाएर यसरी यहाँ बाहिर निकालेका छौँ। बाहिरको तापक्रम लगभगै -14-15 जति छ। अब यसलाई चाहिँ यसरी बाहिर निकालेपछि चाहिँ के हुन्छ त, यो तापक्रमले के कस्तो असर गर्दो रहेछ हेर्दै जाउँ है त। यो चाहिँ सजिलो गरी उभिन्छ जस्तो लाग्छ मलाई चाहिँ, हैन? के हुन्छ हेरौँ। धेरै समय सायद लाग्दैन पनि होला, छोटो समयमै यो अररो भएर चाहिँ बस्छ होला। ठिङ्रिङ्ग उभ्याउन सकिन्छ भन्नु भइरहेछ, हेरौँ कतिको उभिदो रहेछ है त यो रुमाल। सानो सानो रुमाल अररियो, हात पनि पुरा ठिर्याइसक्यो, चिसो धेरै छ। धेरै त के भन्नु र, -32 सम्म हुन्छ भनेपछि अझ अब योभन्दा एक्सट्रिम चिसो अझै आउनै बाँकी नै छ। ल तेर्सो भएर चाहिँ सजिलो भयो। अब यो यसरी पनि बस्छ कि हेरौँ है त। अलिकति ठुलो भएकोले अप्ठ्यारो भयो जस्तो छ। अलिकति सानो रुमाल हुन्थ्यो भने अलि सजिलो हुन्थ्यो कि, र पनि कोसिस जारी छ। कान्छी छोरी हेल्प गर्दैछिन्। ल अड्याउ छोरी अड्याउ। किन अप्ठ्यारो भयो, उभिन मानेन। अररिन चाहिँ पुरै अररिसकेको छ, यो चिसो भइसकेको छ। मेरै हात जम्मै ठिर्याइसक्यो, झन् समाउनेलाई कति ठिर्यायो होला। ल अडियो। ओहो, ल फेरि लड्यो। ल एकछिनमा चाहिँ अडिन्छ नै होला पक्का पनि। खुट्टा लगाइदिने बेला भयो। अलिकति के मिलेन एकछिन अडिन्छ। अररिएर अडियो, ला लड्यो। जे होस्, जाडोमा चाहिँ अररिएर चाहिँ यस्तो चाहिँ हुन्छ।